आज बालेन शाह उपस्थित त्यहाँ हुनुहुँदैन थियो भने त्यसले पार्टी विधिवत रूपमा एक नभएको अथवा त्यहाँ गुटबन्दी रहेको अथवा पार्टीलाई पनि उहाँले व्यवस्था गरेको अवमूल्यन गरेको भन्ने अर्थ दिन्थ्यो। उहाँ उपस्थिति मात्रै हुनु भएन, उहाँले गर्विलो र ब्याटलको ढंगबाट प्रश्न उत्तर र त्यहाँ प्रश्न उठाउने एमालेबाट प्रतिनिधित्व भएका प्रदीप गेवालीलाई सपाट जवाब पनि दिनुभयो। कतिपय अवस्थामा त्यो अभिमान अहंकार जस्तो सुनिने बोली थियो होला, तर यति बेला नेपाली जनताले र सँगसँगै त्यहाँ उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि र महाधिवेशन प्रतिनिधिहरूले सुन्न लायक बनाइथ्यो। प्रदीप गेवालीको कटाक्ष प्रश्न र संशय थियो, हावा कहिले यता बहन सक्छ कहिले उता बहन सक्छ, त्यसैले त्यो हावाको सुरलाई ख्याल गर्नुस्, बेगलाई ख्याल गर्नुस्। त्यस्तै अर्को प्रश्न थियो, एउटा गाडीमा जसरी एक्सिलेटर हुन्छ त्यसै गरी ब्रेक पनि हुन्छ, कहिले एक्सिलेटर चलाउनुपर्छ कहिले ब्रेक चलाउनुपर्छ। ती दुईटै प्रश्नमा स्वस्फूर्त मात्रै होइन, व्युत्पन्नमती रूपमा चाहिँ उत्तर थियो। हावा चलाएको भन्दा पनि यो बाँध बाँधेर हावालाई फर्काइएको भन्ने ढंगको प्रश्न मात्रै थिएन र सँगसँगै यो गाडी भनेको अबडक खबडक र धुलो बाटोमा होइन, यो त एउटा यस्तो बाटोमा पिच बाटोमा गुडिरहेको गाडी हो, त्यो चाहिँ बीचमा रोकिँदैन, न त ब्रेक लाग्छ, त्यो गन्तव्यमा पुगेर मात्रै रोकिन्छ। प्रधानमन्त्रीले सम्बोधनका क्रममा आफू बोल्ने नबोल्ने अथवा बोल्ने परिबन्ध आइलाग्ने भन्ने प्रश्न गर्दै विशेष गरी जति बेला सीमाका विषयमा उहाँको अभिव्यक्तिको विषयमा विवाद उत्पन्न भएको थियो, त्यो विषय सायद संसदमा उहाँले उत्तर दिन सक्नुहुन्थ्यो होला, तर पार्टीको महाधिवेशनलाई उहाँले उपयोग गर्दै आफ्नो राष्ट्रियताप्रतिको अडान दृढता र विश्वासमा प्रश्न नउठाउन र आफूले भारतसँग नै सीमाको विवाद भएको अथवा छिमेकसम्म नै सीमा विवाद भएको खाली अन्तर्राष्ट्रिय रूपमा भएका नाप नक्सा नजिर र प्रमाण प्रमेयका रूपमा मात्रै तेस्रो देशको कुरा गरेको, तेस्रो देशलाई आमन्त्रण गरेको अथवा मध्यस्थ खोजेको होइन भनेर बताउनु भयो। त्यति मात्रै होइन, उहाँको हाँक पनि थियो, कतिपय अर्थमा त्यो अस्वाभाविक सुन्न सकिन्थ्यो। विधिको सर्वोच्चताका दृष्टिकोणले अथवा कार्यक्षेत्रका दृष्टिकोणले एउटा संवैधानिक निकाय, संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका पदाधिकारीलाई बोलाएका विषयमा उहाँले अघि पनि मैले भनिसके हाँकपूर्वक जवाब दिनुभयो। 5 घण्टा मात्रै होइन, 5 वर्षसम्म पनि अख्तियारका पदाधिकारीसँग छलफल गरिन्छ भ्रष्टाचारका विषयमा। त्यसोभन्दा हलभरिबाट पर्र ताली बज्यो, त्यो ताली त्यहाँ मात्रै सीमित भएन, देश विदेशबाट पनि बच्नेवाला छ। तर अब अहिले टिप्पणी गर्नु हतारो हुन्छ, उहाँको संकेत सायद म कुनै पनि ठाउँमा चाहिँ शून्य सहनशीलता हासिल गर्छु भ्रष्टाचारका विषयमा, कहीँ पनि सहिँदैन भन्ने अर्थमा भनेको